Sorry, because I did not know my parents were outside the house. So yeah, sorry. Will be but what's the video उल्टो गयो क्या बस बल्ल सिधा भयो अब मैले के भने थिएँ यहाँ 2 + 2 3 h2 gives 2 NH3 at 450 degrees Celsius 200 to 900 atm या फिर catalyst र मोयालवाई मोलिडिनियम प्रमोटर अब हेरौँ है यति बुझेपछि हुन्छ अब रियाक्सन गर्दा यो यसलाई छुट्टै च्याम्बरमा राख्नुपर्छ यसलाई छुट्टै एउटै च्याम्बरमा राख्यो भने त त्यहाँ केही दुर्घटना हुनसक्छ हाम्रो केमिकल प्लान्टको डिजाइनमा पढ्यौँ है अब फ्लो चार्टमा हेरौँ है दुईटा च्याम्बर छुट्टै दिने नाइट्रोजन र हाइड्रोजन रियाक्सन र गर्न पर्यो मतलब पाइप जोडिदिने कि पाइपलाइन जोडिदिने पाइपलाइन केमा हुन्छ अब यत्रो धेरै प्रेसर बनाउनु छ हैन त्यसको लागि छुट्टै कम्पार्टमेन्ट चाहिन्छ के कम्प्रेसरमा यहाँ एउटा थिन पाइप हुन्छ क्या यो थिन पाइपबाट यस्तो स्पिडमा आउँछ नि हाम्रो जुन कम्प्रेस भएको इनर दुईटा छ यो केमा जान्छ CATY IST क्याटालिस्ट CMVER च्याम्बर यहाँ के हुन्छ 450 डिग्री सेल्सियस हुन्छ या फिर इनर दुईटासँग के हुन्छ नि यहाँ रियाक्ट हुन्छ अब हेरौँ है अब यहाँबाट हामीले यसलाई के गर्नुपर्छ कोल्ड CONDENS कन्डेन्स वाइ ली चार्टर्स प्रिन्सिपल है धेरै हिट गऱ्यौँ भने टुक्रिएपछि त इट्स अ युजलेस है नि कोल्ड गर्दा नि हामीसँग के आउँछ कुनै अनरियाक्टेड आउँछ हो कि हैन अभियसली अनरियाक्टेड त आउँछ त्यति बेर हामीले के गर्दिने रिसर्कुलेसन गरिदिने है RECIRCULATION रिसर्कुलेसन गरिदिने रिसर्कुलेसन गरेपछि जुन लास्टमा हामीसँग ओब्टेन्ड हुन्छ त्यो के हुन्छ हाम्रो NH3 हुन्छ यसलाई म अलि यो त हाम्रो यो के भन्छ बुझ्नलाई अलि राम्रोसँग गर्दा फेरि कस्तो हुन्छ म देखाउँछु है त यो यसलाई अलि राम्रोसँग गर्दा फेरि लाइक हामी यसै गर्न नि सकियो कि हैन यसै गर्न नि सकियो टक्क नाइट्रोजन र हाइड्रोजन लिने यो त CDC को भयो अनि कम्प्रेसर चाहिँ चाहिन्छ है यो डायग्राम हेरौँ के प्लान्टको है यहाँ कम्प्रेसरमा पठाइन्छ यो च्याम्बरमा रियाक्ट भएर के हुन्छ कन्डेन्स हुन्छ खासमा हामीले जस्तो बनाइ नि हुन्छ है यो सोडा लाइम टावर के मेन थिङ के आउनु पर्यो हाम्रो कम्प्रेसर छुट्नु भएन क्याटालिस्ट च्याम्बर छुट्नु भएन कन्डेन्स गर्ने ठाउँ छुट्नु भएन बाँकी त तिमीले आफ्नो हिसाबले बनाइदेऊ फुलमा फुल पाउँछौ साँच्ची भने है अनि यो रिसर्कुलेसन पाइप चाहिँ देखाउनु पर्यो बिकज अनरियाक्टेड नि हुन्छ